वेलकम छ मेरो सबिना ब्लग फेसबुक पेजमा सबैजनालाई सन्चै आराम हुनुहुन्छ होला सबैजना। हामी चाहिँ जाँदैछौँ दिल्ली। म चाहिँ पिउँदैछु बिहान बिहानै जुस, बिहान बिहानै रेडी भएर जाँदै थियौँ किनकि म चाहिँ रेडी भइसकेँ, देख्न सक्नुहुन्छ। हामी बिहानैसले जाँदै थियौँ कि बिहान भिड लाग्दैन भनेर अनि जाँदै थियौँ। जाडो पनि एकदमै थियो साथीहरू, बाहिर पानी पनि परेको थियो अनि ज्याकेट पनि हल्का लगाएको छु म त। अनि दिदी साथमा बस्नुभएको छ अनि साथमा हुनुहुन्छ हस्बेन्ड पनि। हामी चाहिँ गाडी बुक गरेर जाँदै थियौँ सरर। हामी चाहिँ निस्किसक्यौँ घरबाट। फाइनली हामी पुगिसकेका थियौँ परिचोक। अनि त्यहाँको परिहरूलाई देखेर चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो। मलाई चाहिँ हिँड्ने बेलामा भिडियोहरू बनाउन सानो सानो जे पनि चिज नयाँ देखिन्छ है, त्यसमा क्याप्चर गर्न चाहिँ एकदमै मनपर्छ। यहाँको रुखहरू पात झरेर टिहरियो भएका थिए कि अनि म चाहिँ त्यसको पनि भिडियो बनाएँ, देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ नोएडाको आसपास पुगिसकेका थियौँ। म चाहिँ सबै यताबाट जाँदाखेरि पुरै भिडियो बनाउँदै गएको किनकि उताबाट आउँदा चाहिँ थाकिन्छ, बनाउन सकिँदैन भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ। यात्रामा चाहिँ एकदमै रमाइलो भयो। मलाई चाहिँ यात्रा गर्न धेरै मनपर्छ। अनि हामी नोएडा पुगिसकेका थियौँ। अनि मैले जो ठुला ठुला घरहरू देख्छु त्यो पनि फोटो लिन्छु है, अनि भिडियो लिन्छु। अनि राम्रो ठाउँ देख्छु, हरियाली वातावरण देख्छु, त्यसको पनि भिडियो लिन्छु गर्दै गर्दै हिँडेको थिएँ। यो चाहिँ मायावती गार्डन नोएडा। कबुतरहरू चाहिँ यति धेरै थिए कि यहाँ चाहिँ म त्यही भएर चाहिँ छोटो भिडियो लिएको पनि थिएँ। त्यहाँदेखि हामी लाग्यो अगाडि। अनि मैले भिडियो गर्दै गर्दै मौसम एकदमै राम्रो थियो। यता ग्रेटर नोएडातिर चाहिँ पानी परेको थियो र दिल्लीतिर चाहिँ पानी परेको थिएन, अँध्यारो अँध्यारो मौसम। हामी हिँड्दा हिँड्दै मौसम खुलिसकेको थियो। माथि माथि मेट्रो पनि हिँडेका थिए अनि हामी चाहिँ सरर हिँडेका थियौँ। बाटोमा जे राम्रो चिज देखिन्छ त्यसको चाहिँ म भिडियो गर्दै 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 हिँडेको थिएँ है। यो चाहिँ दिल्ली नोएडादेखि अगाडि अक्षरधाम मन्दिर तपाईँहरूले देख्न सक्नुहुन्छ। नजिक भए पनि जान चाहिँ पाइएको छैन, बाटोबाट हेर्दै हिँडेको छ। यति सुन्दर। अनि यहाँ चाहिँ मन्दिरमा गएपछि यति सकून मिल्छ कि। हामी दिल्ली जाँदा चाहिँ जहिले जाम परिन्छ साथीहरू, त्यही भएर एकदमै गाह्रो हुन्छ। त्यही भएर छिट्टो निस्केका थियौँ बिहान चाँडै। त्यही पनि हामी कश्मीरी गेटमा पुग्यौँ। यहाँ पुगेपछि चाहिँ हामी यति जाममा बस्नु पर्यो साथीहरू, कुरै नगर्नुहोस्। कश्मीरी गेटको अगाडि चाहिँ यति जाम थियो, 2-3 घन्टा जाममा बसेपछि हामी त्यहाँबाट निस्क्यौँ। जाममा बस्दा मैले भिडियो नि बनाएको थिएँ आनन्दले। अनि त्यहाँ अब हामी पुगिसकियो दिल्लीको सदर बजार। हामी पहिलो नम्बर गल्लीबाट घुसेका थियौँ। यहाँ चाहिँ बिजनेस जस्तै किचनका आइटमहरू अनि इलेक्ट्रिक सामानहरू लिने भनेर चाहिँ हामी यहाँबाट घुसेका थियौँ। भाँडाकुँडाहरू यति राम्रो पाइन्छ साथीहरू। म चाहिँ राम्रो देखेर भिडियो रोकेर भिडियो पनि बनाएको थिएँ। अनि हामी इन्डक्सन सोध्नको लागि पनि गएको थियौँ। अनि हामीहरूलाई इन्डक्सन लिनु थियो। मलाई चाहिँ एकदम मन पर्यो कि यहाँको दोकान देखेर चाहिँ मलाई लोभ लाग्यो। इन्डक्सनहरू पनि देखेको थिएँ बाहिरबाट। अनि चाहिँ हामी त्यहाँभित्र घुसेर सोध्यौँ यो सामान कतिको हो, के हो, कस्तो भनेर हामी चाहिँ गएर सोध्यौँ। भाँडाकुँडाहरू देखेर चाहिँ एकदम मन लोभिएका थिए, यति नयाँ नयाँ आइटमहरू हो क्या। हामी त्यहाँबाट सोधेर त्यहाँ अर्डर गरेर चाहिँ हामी गयौँ अर्को ठाउँमा। अर्को ठाउँमा चाहिँ हामी हिँडेका थियौँ कार्टुन खोज्न। हामी चाहिँ इकमर्सको काम गर्छौँ नि घरैदेखि, त्यही भएर हामीलाई चाहिँ सामानहरू धेरै चाहिएको थियो। इन्डक्सनहरू अर्डर आइराखेको थिए, त्यही भएर चाहिँ हामी इन्डक्सन अरू ठाउँ पनि खोज्दै अर्को कम्पनीको, राम्रो कम्पनीको हेर्दै हिँडेका थियौँ। यदि तपाईँहरूलाई पनि इन्डक्सनहरू, किचन आइटम, ब्युटी आइटमहरू चाहिन्छ भने अफलाइन अनलाइन तपाईँहरू पनि अर्डर गर्न सक्नुहुन्छ। म चाहिँ अर्डर नम्बर राखिदिनेछु तल। भाँडा यति राम्रो थियो। अनि हामी गल्ली गल्ली घुसेका थियौँ कि यहाँ राम्रो आइटमहरू यता मिल्छ भनेर। कहिले कसलाई सोध्छौँ, कहिले कसलाई गर्दा गर्दा चाहिँ अब हामी हिँडेछौँ यति धेरै ठाउँहरूमा। त्यहाँ चाहिँ सामानहरू अर्डर गरेर लिस्टिङ गर्दै हिँडेको थियौँ। अनि पछि फेरि त्यहीँ आउँदै अनि उठाउँदै हिँड्दै गर्नु। अनि त्यहाँ बसेपछि टाइम लाग्छ, उठाएर हातमा हिँड्न सकिँदैन। गर्दा गर्दा हामी पुग्यौँ कार्टुन फ्याक्ट्रीमा। कार्टुन फ्याक्ट्रीमा पुगेपछि हामीले खोजेको साइजै मिलेन कि, यति धेरै कार्टुन हेर्दा पनि साइजै नमिलेपछि चाहिँ हामी एउटा हस्बेन्ड लिनुभयो अर्को खालको कार्टुन रोल। त्यसपछि इन्डक्सन पनि अब उठाउँदै हामी फर्क्यौँ। यहाँको गल्ली देखेर चाहिँ मलाई त्यति सास पनि रुकेको थियो, यति फोहोर। अनि
यति सानो सानो गल्लीहरू मान्छे छिर्नको लागि पनि गाह्रो। त्यस्तो ठाउँबाट चाहिँ हामी सामानहरू लिएर हिँडेका थियौँ। पानी परेको यसै माथि किच्चड पनि धेरै थियो। त्यहाँबाट सामान लिएर चाहिँ हामी अगाडि निस्क्यौँ। अनि तपाईँहरूलाई म पुरै बाटो देखाउने छु। यो हो दिल्लीको सदर बजारको गल्ली नम्बर 3मा पर्छ सायद, यो देख्न सक्नुहुन्छ। यस्तो फोहोर थियो कि यस्तो फोहोर, पानी परेर एकदमै झन् किच्चड भएको थियो। हस्बेन्डले चाहिँ सामान बोकेर अगाडि हिँड्नु भएको थियो। अरू ठाउँबाट पनि हामीले सामान लिनु थियो। दिदी चाहिँ पछाडि हिँड्नुभएको थियो। म चाहिँ बिचमा चाहिँ किच्चडहरूको भिडियो बनाउँदै हिँडेका थिएँ। दिल्ली बजार भनिन्छ है। कस्तो छ मार्केट त्यहाँबाट तपाईँहरूलाई देखाउनु पऱ्यो नि त, कति गन्दगी गरेर बस्ने यस्तो ठुलो बजारमा पनि। हामी अगाडि आयौँ। अनि हामीले पहिला अर्डर गरेको इन्डक्सनको ठाउँ खोज्दै आएको थियौँ, क्योंकि भुलिन्छ नि त यत्रो ठुलो बजारमा कता हो कता भन्ने। त्यही भएर अगाडि यति धेरै हिँड्नपछि फेरि हामीले यहाँ चाहिँ पङ्खा लिनु थियो, मिनी ह्यान्ड पङ्खा। त हामी पस्यौँ दोकानमा सबै। अनि यहाँदेखि चाहिँ हामी पङ्खाहरू लगभग 15-20 पिस लिएका थियौँ। यो पङ्खाहरू तपाईँहरूलाई यदि चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। राम्रो क्वालिटीको होलसेल प्राइसमा चाहिँ हामी सेल गर्ने गरेका छौँ। यसै गर्दा हामी चाहिँ अब आइपुग्यौँ साथीहरू सदर बजार छोडेर चाँदनी चोक, किनकि हामीलाई चाँदनी चोकबाट पनि सामानहरू राख्नु थियो। हाम्रो सामान चाहिँ अगाडि रिक्सामा गएको थियो। हामी चाहिँ थोरै सामानहरू चाहिँ हातमा लिएर हिँड्दै थियौँ। अनि चाँदनी चोकबाट नि हामीलाई केही सामानहरू लिनु थियो। त्यही भएर हामी चाहिँ सदर बजारबाट चाँदनी चोक आएका थियौँ। हामी चाहिँ यो रिक्सामा सामानहरू पनि राखेका थियौँ। तर यहाँ चाहिँ साथीहरू अटोहरू खासै नदेखेको कि मैले, यी रिक्साहरू धेरै चल्दो रहेछ। अनि म चाहिँ त्यही भएर भिडियो बनाएको थिएँ। कति धेरै रिक्साहरू मात्रै चल्ने के, अटोहरू खासै नचल्दो रहेछ कि क्या हो यतातिर। अनि हामी चाँदनी चोकमा आएर पनि सामान किनेर हामी फर्किसकेका थियौँ। रिक्सामा राखेर सामान धेरै थियो, त्यही भएर हामी रिक्सामा राखेका थियौँ। दिदी चाहिँ पछाडिपट्टि बस्दै मुस्कुराउँदै गर्नुभएको थियो। हिँड्दा लास्टै थकाइ लागेको थियो साथीहरू। दिल्लीमा जानुलाई यति भिडबाट यति पोल्युसन छ नि त एकदमै गाह्रो हुन्छ। त्यही माथि सामानहरू बोकेर हिँड्नु त एकदमै गाह्रो। यहाँ चाहिँ सामानहरू अब अनलाइन सेल गर्ने भएकाले सामानहरू लिनको लागि पनि जानै पर्छ। अनि हामी अगाडि आएर चाहिँ त्यहाँ अब ओलाको इन्तजार गरेका थियौँ। यो चाहिँ ओमेक्स मल हो, चाँदनी चोकको, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ एक किसिम हामी वेटिङ गऱ्यौँ। अनि भित्र घुस्यौँ। अनि एकछिन त्यहाँबाट सामानहरू लिएर चाहिँ हामी घरको लागि फर्कियौँ। देख्न सक्नुहुन्छ यति गाह्रो भएको थियो। दिनभरि हिँड्दा यति थकाइ लागेको थियो। घरमा आएर भिडियो बनाउने भनेको चाहिँ साथीहरू म चाहिँ सकेन। मिल्नेछ अर्को ब्लगमा। तबसम्मलाई बाई बाई।